ल अब ब्रस गर्ने हो काका सेवा र है यसो यहाँ उ गरेको नि बिहानको भ्यू लिएको नि हेर अलैँची बारी घोर्यानमै टक्कसँग साह्रै राम्रो रहेछ नि हौ साह्रो पो राम्रो लाग्यो मलाई त गाउँघर कति रमाइलो हुन्छ घर कसो यहाँ त यो चाहिँ कटरको बोट नि काकी यो 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 रुख कटर के अब त्यहाँ अनि ऊ त्यहाँ छ फेरि हलुवा बेत पहेँलै फलिरहेछ अलैँची घुर्यानमै तरुल अम्बक अनि काकीलाई त यहाँ छोडेर जानु मन लाग्छ त यही बोट बिरुवाले तानेरै काकी चाहिँ काठमाडौँ युके नगएको होला हौ अनि सूर्यको पहिलो किरण टक्कसँगले यताबाट घाम हुँदा हुँदो रहेछ हौ त्यहाँ हेर्नु त वाउ कस्तो ब्युटिफुल होइन टिभी दिन्छ नि त झोलामा लाउने त नि के साह्रो हो भन अहिले त यहाँ राख्नु न अनि त्यो भरे अलिक टिभी दिनुहुन्छ अनि लानु नि अनि के साह्रो हो भन होइन ससुराली घर आएको हलुवा बेत 3 गेडा हलुवा बेत लगाएर हुन्छ छैन त्यो अलिक टिभी दिनुहुन्छ नि त नि घरमा लाने हो भने त नि के हो भन्नु फुपाजुको ससुराली घरमा आएको फुपाजु खेतहरू होइन कुन चाहिँ हो त्यो पर हिमाल देखेको डाँडादेखि यो पारीको बीचको डाँडो छैन उठेको यता वारीपट्टि यता उता यता खेबाङ त्यही हो ठिकै छ अब भरे गयो त्यता गयो भने देखिन्छ नि हेर्नु त धान यहाँसम्म छ हौ यति माथि छ यो ए यता माथि पनि पो छ त धान खेती त अचम्मै लाग्यो लु अचम्मै लाग्यो मलाई यति चिसो यति लेखमा पनि धान खेती छ अरू गाउँमा त यसरी कहाँ हुन्छ हुँदैन नि ससुरालीको देखाउनु त यहाँ साँच्चै लम्पट लम्पट देखाइदिनु यो तल हरियो धान देख्यो नि उयो हरियो ए खोल्सासम्म त्यो पारीको घर चाहिँ कसको त्यो एउटा हाम्रो गाउँपालिका अध्यक्षको ए यो तेर्सो बाटो यही बाटो जान्छ होइन त कञ्चनजङ्घा तेल लग जाने बाटो यही ऊ माथितिर चाहिँ हिमाल देखिने त्यतै होला कञ्चनजङ्घा यति हो अनि नजिकै पो देखेछ त यहाँबाट त तर जाँदा कति दिन लाग्छ त यहाँबाट जाँदा यहाँबाट सिनामेको जग्गा उता पर सिनामबाट यता ए भए पनि अब ब्रिटिसको पैसाले जोडेको है यो गोरेहरूको पैसाले होइन त लाहुरेहरूको त त्यही हो नि सानो गुरुगाउँ छ त त्यहाँ त्यहाँबाट उता भनेको त्यहाँ झन् राम्रो ठाउँहरू छ त्यता अनि यहाँ इन्डियाको बोर्डर चाहिँ कता त यहाँबाट छैन इन्डियाको बोर्डर त त्यही हिमालदेखि उता इन्डिया बोर्डर छ त्यता अनि यता त हाम्रो चाइना जोड छ नि उता हो कताबाट जोड्यो त चाइना यहाँबाट हुन्छ ताप्लेजुङमै पुग्नु पर्यो नि त त्यो त ताप्लेजुङदेखि उता जानु पर्यो तम्बर खोला जानु पर्यो कति रोपन छ यसको जग्गा यसको जग्गा त धेरै छैन यसको 11 12 13 भनेको यो कसले बुढाको पालामा जोडेको होइन बुढाको पालामा एक रोपन जग्गा अर्कै दिएको थियो होइन अनि त्यहाँ अरू किबी खेती उपयोगिता र महत्त्व यहाँ छ किबी खेती छ फलफुल के रहेन रहेछ यहाँ म त छक्कै परेँ 2 कोठा 3 कोठा 11 कोठा यहाँ हेर्नु होला पढ्नु होला आम्बेङ्गुदिन नै रहेछ स्कुलको नाम पनि छु म +2 सम्मको यहाँ हुँदो रहेछ एजुकेसन 300+ स्टुडेन्ट विच इज अमेजिङ यो गाउँको लागि होइन गाउँमा पनि यति धेरै स्टुडेन्ट यतिको एजुकेसन पाउनु चाहिँ एकदम राम्रो कुरा हो मान्छेहरू
टाढो जानु परेन नि 12 सम्मको लागि चाहिँ हैन विच इज राखिलो ठाउँ छ लक्षिन ठाउँ छ पाथिभरा क्षेत्र हो यो र त्यसले गर्दाखेरि यति राम्रो ठाउँ रहेछ सिनाममा मान्छे रहेछ गाइस अनि हैन यतिको मान्छेले बसेकै हो नि रुँगेर बसै जाने कम रहेछ मान्छे यतिको भएको नि घर पछि मान्छे त छ आम्दानी राम्रो छ उत्पादन हेरौँ धान 5 थर भन्दा धेरै राम्रो हैन अनि त फुटानी गरिने परेको नि थेबेहरुले सिनामेहरुले त्यसै फुटानी गर्छ त यति राम्रो ठाउँ छ अनि हो नि म आफैलाई दङ्ग परिरहेको छु म यहाँ ओ माइ गॉड अरु गाउँ त कहाँ यतिको त्यो 5 थरको गाउँहरु यसरी जानु सकिन्छ यस्तो इन्जोय गर्नु सकिन्छ कहिले घर फर्कौं हुन्छ नि अनि रहेछ त सीसी क्यामेरा पनि रहेछ त हो नि अत्तेरी हेर त गाउँ पनि कति विकास भइसक्यो ल यो उखु खाने हो अब हलुवा बेट लटरममै दोकान पनि रहेछ हैन सानो यहाँ अब फुपाजुको फेरि जान यहाँ खैनी भनेपछि हिरिक्कै हुन्छ यो किन्नु आएको ए छ इनर्जी घर यी पानी छ उम्रेको पानी यहाँ छ रे मूल अब यहाँ यसो गरिसक्दाखेरि यहाँ अब देवीथान भनेको मन्दिर माथि चाहिँ चढ्नु सकिनँ मैले यहीँबाट प्रे गरेँ तर यो नेचर हैन कस्तो कनेक्ट हुने क्या सरर बडीमा नि त्यो थ्याङ्क यू सो मच थ्याङ्क यू माता बरहरू पाकेर हेर रातो भएको छ एउटा चाखिदिउँ न त प्रसादको रूपमा खाइदिउँ न त एउटा सिनामको मान्छेहरू त्यही भएर लिम्बू कुरा बोल्नु नजानेको सबै छासमिसै भयो लिम्बू बोल्दैनन् नि लिम्बू भाषा स्वास्थ्य चौकी र यहाँको हो नि यो राजवंशीको घर अरे है कहाँबाट आएर एक घर राजवंशी बसेको रहेछ सिनाममा त्यही त नि अन्त यो खेत हेर्नु त्यहाँ काबेली हेरौँ त यस्तो सफा बगिरहेछ यहाँ अन्त नि माथि होइन ऊपर खिचिरहेछ यहाँनिर हाम्रो आमाको माइत मेरो चाहिँ मावली गाउँ